घर रुङ्छस् नि है। ल जेकुको जिम्मामा घर छोडेर गएको हामी त। यता रुङ्छस् नि है। लु एकचोटि सेवारा गरिदे। सेवारा त्यहीँबाट छिटो न, छिटो सेवारा गरिदे। त्यहीँ ल। ओ फेरि वान एकचोटि छिटो, एकचोटि छिटो न। ल गुड बोय, बस ल। ज्ञानी भएर बस है। तालामा सुत्नु अनि राति घर रुङ्नु ल। आज एक रात ओके ल भन्। गुड बोय। अब भात चाहिँ कसले दिन्छ तँलाई? ल जानु आँटेको म ल। लु बस। उतै बाख्राहरूलाई हेर यस्तो फुल खानु देखो ल। फुलहरू खानु नदिनु नि ल बाख्रालाई। ब्याग त्यसरी नै ओके अहिले ल ल। भइरहेछ अलिक लगाउ न हौ। हाम्रो बर्थडे गर्ल अरे आज। त्यति नजिक ल्याउनुहुन्छ। आफै काट्दैछौँ। बर्थडे गर्लको मम्मी अरे। यो छोरीलाई जन्माइदिने आमा पनि धन्य के हुन्न। अनि उता चाहिँ 3 जना। पाक्ने कुरा पाक्दै छ। अचारको लागि यहाँ मासु पाक्दैछ। यो मासुको रस कति साह्रो हल्लायो हौ। सबैजना आफ्नै धुनमा। अचारवाली हो। बर्थडे कल अरे हौ। अरे त्यसरी ए सकेको पो हो। भयो खिचोबी मेंजे को मान्छे हो? त्यसरी होइन, यता हेर्देऊ। जय मसी गइदेऊ त मलाई छिटो। ओ स्याबास, ताली ह्यान्डचेक गरिदेऊ। बाजेलाई खिचे। बाजे वाउ बर्थडे। अनि सिआइडी बाजे खाँदै हेर्दै छ। केक त भरे गिलासमा हालेर सुरुप मास्टर किन यहाँ उल्टो हुँदैछ त। बर्थडे गर्लले मम्मीलाई गिफ्ट दिँदैछ। निकालिहाल्नु न हौ, हेरिहालौँ। छिटो न हौ, छिटो गर्नु न। लु छोरीले त वाह। अनि आज बर्थडेमा दिनुपर्ने बर्थडे गर्लले गिफ्ट दिँदैछ त। यो के अरे यहाँनिर उयो चाहिँ छैन कि। केकको फोटो खिच्नु। केक निकाल्छको कस्तो वाला कलर छ? पिंक वाला पिंक एन्ड व्हाइट मा छ। हैन सानो देखेर नि।
ठुलो गर्नलाई ठुलै बजेट छ अहिले बाहिर निकालेर बसेको रेड भेलभेट चाहिँ छैन। जे ला लड्यो त अनि यो यस्तै हो अहिले त्यो झन् यता मिलाउँदा उता मिलाउँदा ठुलो यो त उयो होइन नि रेड भेलभेट त होइन स्नेहा सुँगुरको मासु त्यसलाई चाहिँ यस्तो गरेको के भन्छ यसलाई दामेको खोइ दाम्ने मान्छे कता गयो कालै भइसक्यो